नमस्कार, म पाटन अकुपंचर क्लिनिकबाट एज अ अकुपंचरिस्ट श्याम महर्जन करिब 23 वर्षदेखि निरन्तर रूपमा एज अ अकुपंचरिस्टको रूपमा म यस पाटन अकुपंचर क्लिनिकमा सेवारत छु भने मेरो अनुभवमा विगत 22-23 वर्षदेखि कयौं मानिसहरू कानको समस्या जुन कान कराउने र कान नसुन्ने अवस्थामा उपचार गर्न आएका धेरै बिरामीहरू छन्। यानी कि अहिलेको आधुनिक युगमा समेत मानिसहरू उपचार नपाएर एकदमै विचलित अवस्थामा भएको समस्यामध्ये एक यो कान कराउने र कान नसुन्ने समस्या पनि एक हो, जुन समस्यालाई पाटन अकुपंचर क्लिनिकमा अकुपंचर उपचार विधिबाट धेरै सफलतापूर्वक उपचार उपलब्ध गराइराखेको अवगत गराउन चाहन्छु। पहिला सुरु बिरामीहरूमा कान कराउने हुन्छ, त्यो पनि मन्द गतिमा कान कराउने हुन्छ र छिनछिनमा मात्रै कराउने हुन्छ। त्यो कान कराउने भनेको एकदम शान्त वातावरण अथवा कुनै पनि कोलाहल नभएको अवस्थामा यो कान कराउने सुन्ने आफ्नो कानमा बजिराखेको आफैले सुन्ने अवस्था हो। त्यो कुरालाई हामीले भन्नुपर्दाखेरि टिनाइटस भनिन्छ। टिनाइटस नै पछि गएर कान नसुन्ने अवस्थाको एउटा लक्षण हो, जुन कान कराउने र कान नसुन्ने अवस्थालाई हामीले विभिन्न जाँच पडताल अथवा चाहिँ अडियोग्राम रिपोर्ट तयार गरेर हामीले उपचार गर्दाखेरि धेरै हदसम्म राम्रो भइकन सुन्ने अवस्था र कान नकराउने अवस्थासम्म भएको धेरै अनुभव भएको छ। पछि परामर्श पश्चात हामीले केही दिन अथवा केही महिनासम्म उपचार गर्दाखेरि सफल पाएपछि उहाँहरू खुसी व्यक्त गर्नुहुन्छ र डाक्टर साहब अहिले मैले त कान सुने, यो त उपचार हुने रहेछ र हस्पिटल जाँदाखेरि यसको उपचारै छैन भनेको त यो अकुपंचरबाट हुँदो रहेछ भनेर खुसी व्यक्त गरेर जानुहुने कयौं बिरामीहरू छन्। त्यसैले तपाईहरुमा पनि अथवा चाहिँ तपाईहरुले जानकार भएका व्यक्तिहरूमा यस्ता कान कराउने समस्या र कान नसुन्ने अवस्था पुगिसकेका बिरामीहरू छ भने तपाईहरु पनि यस पाटन अकुपंचर क्लिनिकमा आइकन एकचोटि परामर्श लिने हो कि भन्ने मेरो जानकारी गराउन चाहन्छु। कान नसुन्ने अवस्थामा पुगिसकेपछि उहाँहरू करिब अपाय जस्तो भएर बसिराखेको अवस्था पनि धेरै हदसम्म पाइन्छ। दाइ, तपाईले चाहिँ छ नि यो जुन अकुपंचर कानको समस्यालाई गरिसकेपछि कस्तो अनुभव गर्नुभयो? अहिले अनुभव त अब टममा हुने, अब कान नसुन्ने त्यस्तो प्रब्लम थियो। अहिले चाहिँ एकदम क्लियर हुँदैछ, राम्रै हुँदैछ। जुन उपचार गर्न आउनुहुँदा तपाईहरु अडियोग्राम रिपोर्ट लिएर आउनुभयो भने उपचार गर्न सजिलो हुने जानकारी गर्दछु।